go. मिस वर्ल्ड मिस युनिभर्स है धेरैजनाले टायर वकहरू गरेको हामीले देखेको छौँ तर हामीहरू हिमाली ब्रान्च केटिपीको मेम्बर्सहरूले चाहिँ फ्यासन शोमा फ्यासन शब्दलाई हटाएर बिब्लिकल शब्द लगाएर चाहिँ हामीले बिब्लिकल शो गरेका हौँ अनि अडियन्सहरू पनि तपाईँहरू हामीसँग साथ लिन सक्नुहुन्छ हाम्रो जतिजना हाम्रो पार्टिसिपेन्ट्सहरू हुनुहुन्छ उहाँहरू आफै आएर आफ्नो इन्ट्रोडक्सन दिनुहुन्छ तपाईहरूले चाहिँ उहाँहरूको नाम गेस गर्नु पर्यो है Are you ready? Okay. हामीहरू पहिलो दाम्पत्य लाई बोलाउने छौँ मेरो छोरा जन्म हुँदा म 100 सालकी थिए अनि मेरो सुहासनी 90 सालकी थिए मलाई आकांक्षाका पिता मानिन्छ नानी जन्माउन सक्ने भन्ने अगमवाणी सुन्दा म हाँसेको थिएँ मैले मेरो छोरालाई जन्म गर्दा 90 सालको हुन्थ्यो मेरो पतिलाई विश्वासको पिता भनेर जानिन्छ अब्राहम अनि हुन्छ जोरदारले अब्राहम अनि साराको लागि थप्पडी मारिदिनुहोस् मैले मेरो सारा अत्तर यीशु ख्रिस्टको खुट्टामा किनिएर बिताएको थिएँ अनि मलाई परमेश्वरले यो हेराको समाजमा अब्राहमको छोरी बोलाउनु भएको थिए म चाहिँ परमेश्वरको छोरा आयुबको परमेश्वरको अनुग्रहमा शैतानले मलाई परीक्षा गर्नुभयो यो परीक्षा गर्नुभयो ती सबै जाँच म ल्याइदिन त्यो मानिसहरू सबै हामीहरूको 2 गुणा आशिष परमेश्वरले फेरि फर्काउनु भयो नाम गेस गर्नुहोस् होला मेरी मग्दलिन अयुब ओके ताली बजाइदिनुहोस् उहाँहरूको लागि म इस्रायलको एक जवान गोठाला थिए जब फिलिस्टिनको ठुलो युद्धमा मैले यसमा ढुङ्गा हालेर घेराले मैले ठुलो गोलगथामा मैले हिर्काएर मारिए परमेश्वरले मलाई राजा सोलको पक्षमा उहाँले मलाई ठुलो राज्य दिनुभयो
म चाहिँ राजा दाउदको छोरा, जसलाई परमेश्वरले ज्ञान र बुद्धिले आशिष गरिदिनु भयो। उहाँको अनुसार जेरुसलेमको पहिलो टेम्पल मैले बनाएको थिएँ। गेस गर्नुहोस् होला। दाउद अनि सलोमन निशाना खास छ है, होसियार गर्नुहोस् होला। जोरदार तालीको साथमा हाम्रो दाउद अनि सलोमनलाई मैले जलिरहेको छरीको रूपमा परमेश्वरको बोलावट पाएको थिएँ। उहाँले मलाई इस्राएलीहरू निकाल्नलाई आज्ञा दिनुभयो। सिनाई पर्वतमा परमेश्वरबाट आज्ञाहरू पाएको थिएँ। मैले एक साधारण युवतीदेखि रानीसम्मको छोटो यात्रा गरेकी छु। परमेश्वर मेरो डरलाई साहसमा बदलिएर मद्वारा मेरो जातिलाई बचाउनु भयो। नाम गेस गर्नुहोस् होला। मोसा अनि एस्टर। ओके, तालीको साथमा उहाँहरूलाई हामी बिदा दिनेछौँ। मैं एक को काम गर्ने मानिसको मङ्गेतर हुँ। मेरो गर्भधारण असाधारण रूपमा भएको छ। मलाई उद्धारकर्ताको आमा पनि भनिन्छ। मेरो जेठो छोरा मेरो जेठो छोरा मलाई संसार मुक्तिदाता हुनुहुन्छ। म उनको संसारिक पिता। मैले उसलाई सिकारबीको काम सिकाएँ। नाम गेस गर्नुहोस् होला। ओके, ताली बजाइदिनुहोस् होला मरिया अनि जोसेफको लागि। मलाई परमेश्वरले मेरो लामो कपालको रूपमा तागत र बलले शक्ति दिनुभएको थियो। अनि तर मेरो आमा बाबाको आज्ञा पालन नगरी मैले फलिस्तिनको दलिलीसँग प्रेममा परेँ। मेरो बल र शक्तिको दलिलीलाई थाहा भयो अनि मेरो बललाई काटिदियो अनि मेरो शक्ति हरायो। तपाईँहरूले गेस गरिसक्नुभयो। जोरदार ताली स्यामसनको लागि। मैले गमलियलबाट सम्मानित शिक्षाहरू प्राप्त गर्न सकेँ। मैले विश्वासीहरूलाई सताउँदै दमास्कको रास्ता चम्किलो ज्योतिको किरणले मलाई अन्ध पारे। तब ख्रीष्ट यीशु मसँग बोल्नुभयो, मेरो जीवनमा परिवर्तन ल्याउनुभयो। त्यस समयदेखि विश्वासीहरूलाई सताउने नभएर सुसमाचारको लागि विभिन्न देशमा प्रचार गर्ने एक व्यक्ति भइसके। म चाहिँ यो संसारमा सुसमाचारको कारणले मारिएको पहिला प्रभुको दास हुन्। मैले आफ्नो जवानी जीवन परमेश्वरलाई समर्पित गरेँ। मलाई ढुङ्गा हानेर मार्नुमा पौल प्रेरित पनि थियो। नाम गेस गर्नुहोस् होला। पौल प्रेरित ठिकै हो। अनि स्टेफन। ताली बजाइदिनुहोस् होला। अनि हाम्रो हिमाली ब्रान्च तर्फको बिब्लिकल सो यहीँनिर अन्त हुन्छ। धन्यवाद।